गाइस हामी मिरिक गुम्बा आइपुग्यौँ है। अब हामी भाइलाई यहाँ छोडेर हामी फेरि रिटर्न काकाभिटा फर्किन्छौँ र काकाभिटादेखि यहाँसम्मको हाम्रो सफर एकदम बवाल भयो। मलाई खुसी लाग्यो। अनि हाम्रो भाइलाई लु लास्टचोटि बाई भन्छौँ। अनि अब यहाँ हामीले गाडी चाहिँ यहाँ पार्क गरेको छौँ। अनि अब माथि जाने होला माथितिर। अनि दाइ के भन्न चाहनुहुन्छ त? कस्तो भयो त हाम्रो सफर? दामी भयो भाइ, दामी दामी। अर्कोचोटि हामी कहाँ जाने भनिदिइहाल्नु। अर्कोचोटि हामी कहाँ जाने भाइ? घुम्दै घुम्दै अब हो यस्तै हो। नेक्स्ट टाइम आयौँ भने चाहिँ बवाल ठाउँमा घुम्न जानुपर्छ मिरिकमा। त्यो हो हाम्रो गुम्बा चाहिँ हो। र मिरिक गुम्बा चाहिँ आइपुग्यौँ हामी काकाभिटादेखि यहाँ। अब हेरौँ भित्र गएर के हुन्छ कस्तो कस्तो छ है। म त अहिलेसम्म आएको छुइनँ, आज फर्स्ट टाइम हो। कस्तो गुम्बाहरूतिर गएको छुइनँ क्या, छिरेको छुइनँ। आज गएर हेर्छु कस्तो रहेछ, तपाईँहरू पनि हेर्नु। ए गुम्बा त्यस्तो छ, बवाल छ। म लगभग मिरिकको सबैभन्दा ठुलो गुम्बा अरे। ए इन्ट्रेन्स यहाँबाट हो। भित्रबाट यस्तो छ गाइस, भित्र गुम्बाभित्र यस्तो छ होइन। यहाँ छ प्लिज रिमुभ युर सुज अरे। यहाँ जुत्ता सुत्ता खोल्न भित्र जुत्ता लगाएर जान पाइँदैन रहेछ। त्यसै पनि त्यो थाहा भएकै कुरा हो र पनि लेखेको रहेछ। आउनु है दाइ। ऊ हाम्रो ड्राइभर दाइ उता पुरा भिडियो फोटो खिच्नु हुँदैछ। यहाँबाट यस्तो यो चाहिँ हाम्रो मिरिक गुम्बा यही हो। हामी गुम्बा भनेको यही रहेछ। दाइ दाइ अब हामी भाइको रुमहरूतिर जाँदैछौँ, भाइको क्यान्टिनहरूतिर। ए गाइस हेर्नु है, सबैजनाले यहाँ गुम्बाभित्रमा चाहिँ यस्तो हुँदो रहेछ। खानासाना खुवाइ सबै अब हुन्छ नि, ट्रेनिङ गर्नेहरू पढ्नेहरू यहाँ आइपुग्यौँ। ग्यास ग्यास के छ भाइ, के छ गाइस? आइपुग्यौँ हामी। र हाम्रो स्टुडेन्ट यहाँ गुम्बाभित्र लामाहरू यहाँ कपाल सपाल काटिदिँदैछन्, नुहाइधुवाइ गर्दैछ होइन। कुनै छ गाइस ऊ पर भ्यू हेरौँ त। ऊ बवाल छ। भ्युज भन्न आएछ फेरि, भ्यू है, भ्युज होइन नि फेरि। ऊ भनेर कमेन्ट समेन्ट हानिदिने नि फेरि, त्यस्तो यो होइन है। हाम्रो भाइको रुममा जाँदैछौँ हामी होइन। हामी भाइको रुममा आइपुग्यौँ। हाम्रो भाइको रुम यस्तो छ। हाम्रो भाइको सबैको साथीहरू यस्तो छ, ड्रेसहरू यस्तो रहेछ होइन। गाइसहरू नास्ता हानिँदैछ। उयो म माथि गएको है एकैछिन, म माथि गएर देखाउँछु भ्यू कस्तो रहेछ हो। यहाँनिर अब सबैभन्दा बवाल लागेको भनेको मलाई यहाँबाटै लु गाइस कस्तो छ। फेरि दाइहरू तल पुगिसक्यो, गइसक्यो तल। मैले थाहा छैन फेरि बाटो बिर्सेर कहाँ पुग्यो भने छैन। हेर फटाफटी लागिदिएको, जान पाइन्छ कि पाइँदैन, कता कता पर्मिसन छ कि छैन थाहा छैन है। यहाँनिर यस्तो स्कुल बोइज टोइलेट लेखिरहेको छ होइन। कहाँ गयो? माथि गयो। गाई चाहिँ क्यान्टिन रहेछ है। भिडियो गर्न पाउँदैन त रहेछ, तर मैले गरिदिइरहेको छु डिट है। भिडियो गर्न अघि पाउँदैन भनेर मलाई वार्निङ दिइसक्यो। भिडियो गर्न पाइँदैन अरे, किनकि भित्रको कुरा लिक हुन्छ भनेर होला। र मैले डिट गरिदिइरहेको छु। हेरौँ कस्तो छ हाम्रो गुम्बा। ल है गाइस, हामी गुम्बाभित्र जान आँटेको छौँ।
कसैले खाना पाइ भिडियो बनाइदिन आँटेको पाउँदैन होला पाउँदैन भन्दै थियो हेरौँ के हुन्छ ल ल गाइस भित्र गएर निस्क्यौँ होइन अब चाहिँ हामी फर्किन आँटेको गाई चाहिँ यहाँ बाँदर रहेछ बाँदर हेर्ने बाँदर छ यहाँ कहाँ गयो ऊ यहाँबाट पर बसिरहेको छ एउटा यहीँ थियो कहाँ गयो पर बाँको गाइस है गुम्बा यस्तो छ यहाँ ला यहाँ म्याप बनाइरहेको रहेछ गुम्बाको यो कहाँको म्याप हो गाइस के को हो यो गुम्बाको एरियाको होला सबै बोर्डर लाइन गरेको अब हामी फर्किँदैछौँ गाइस है हामीले भाइलाई छोडिदिइसक्यौँ अब हामी यहाँबाट फेरि कालभिटाको लागि रवाना हुन्छौँ र अर्को ब्लग भनेको अब हामी काको भिटामा गएर बनाउँछौँ गाइस ल आजको मेरो ब्लग यहीँनिर सुट भयो थ्याङ्क यू फर वाचिङ माई फेसबुक च्यानल लाइक र फलो गरिदिनु है बाई